हेलो एभ्रिवान, नमस्ते। म चाहिँ कसरी चाहिँ यहाँ फेदिमबाट अन द वे फसेँ भन्दाखेरि चाहिँ नि यहाँ चाहिँ एकदमै ठुलो पहिरो आइरहेको छ कति किलोमिटर अगाडिसम्म रागेसम्म। त्यसले गर्दा हामी यहाँ डोजर पर्खिरहेको थियो। सो डोजर पनि आएर चाहिँ यहाँनिर अलिक बाटो त सफा गर्दै गयो। बाटो सफा गरेर चाहिँ त्यहाँदेखि स्कुटीहरू सबै गाडीहरू अब अघि हिँड्ने भयो। त्यसले गर्दा अलिकति सास आएको थियो बाटो खुल्यो भनेर। यसरी डोजरले सफा गर्दै हामी अघि बढ्दै थियौँ। यसरी सफा गर्दै अगाडि बढ्दै सफा गर्दै अगाडि गर्दै थियौँ। तर लास्टमा चाहिँ के भयो भन्दाखेरि अब बाटो एकदमै बिग्रेको हुनाले चाहिँ पुरा प्रब्लम भयो क्यौ। आगे नजानु अगाडि बढ्नै नसक्ने अवस्थाको भयो। यति डरलाग्दो बाटो बिग्रेको, बाटो बिग्रेको, मान्छे फसेर सबै जग्गै त्यस्तो भएको रहेछ। र पनि हामी अगाडि डोजरको अगाडि जाँदै थियौँ यस्तो रिक्स लिएर घर कहिले पुग्नु भनेर है। र हामीलाई यहाँ भाइहरूले पनि एकदमै साथ दियो है। 2 जना केटी मात्रै थियौँ, प्लस ड्राइभर दाजु पनि एकदमै राम्रो। अनि 2 जना भाइहरू पनि 4 जना भाइहरू पनि हामीसँग थियो। एकदमै हेल्प गर्यो उहाँहरूले पनि हामीलाई है। एकदमै खुसी लाग्यो, घर जस्तै फिल भयो। त्यहाँदेखि फेरि अझै बाटो बनाउनु छ भन्दाखेरि चाहिँ हामी खाना खानेतर्फ लाग्यौँ। यहाँ चाहिँ एउटा खाना रेस्टुरेन्ट रहेछ ड्राइभर दाजुकै आफ्नो आफन्तको। अन्त यहाँ बसेर हामी बाटो खोल्नुन्जेल यहाँ बस्यौँ। त्यहाँदेखि फेरि हामी अघि बढ्यौँ। र यहाँ यस्तै बाटोहरू कति लामोसम्म डरसरी भएर होस् तर पनि रिक्स लिने घर जाने भन्दै हामी चाहिँ अगाडि बढ्दै थियौँ है कति जग्गा। अन्त हामी अब रागे पुग्ने भनेर चाहिँ सोचेको थियौँ। तर के भयो, हामीलाई यहाँनिर के भन्ज्याङ भन्नेमा आधामै गाडी सबको गाडी रोकिदियो। यहाँदेखिको चाहिँ एकदमै बाटै छैन, अब डल्लै रोडै गएको छ भनेर भन्यो। अब यहाँदेखि चाहिँ हामी रिटर्न ब्याक हुनु पर्यो है। ब्याक हुँदाखेरि चाहिँ होटल सोध्दै हिँड्दाखेरि चाहिँ कहीँ होटल नपाउँदाखेरि चाहिँ हामी फेरि फेदीमै ब्याक भएर चाहिँ हामी फेदीमै बस्यौँ है। किनभने अब आधी बाटोतिर बस्नु भन्दाखेरि चाहिँ हामी तलै गएर, किनभने लाइट्सहरू पनि थिएन। फेदीमा चाहिँ बत्ती थियो र हामी यहाँनिर अब फोनहरू चार्ज गर्नु पर्यो, के गर्नु पर्यो, घरतिर फोन गर्नु पर्यो। यसरी नै हामी चाहिँ रुम आएर फेदीममा आएर हामी चाहिँ फेदीममै अर्केको छौँ। अब बाटो कहीँ छैन, सिलगढी जाने बाटो पनि छैन, दार्जिलिङ आउने बाटो पनि छैन। कहीँ नहुँदाखेरि चाहिँ अब हामी होटलमै रेस्ट गऱ्यौँ। अब हेरौँ कति दिन हामी यहीँ अर्किने हो जबसम्म बाटो खोलिँदैन है। एकदमै ठुलो पहिरो आएको छ नेपालमा है। बाटै छैन। तपाईँहरू पनि ट्राभलिङ गर्ने हो भने चाहिँ अभोइडै गर्दा हुन्छ नेपाल आउनुलाई चाहिँ। र अब जति दिन हामी अर्किन्छौँ जति सक्दो त घर जाने नै ट्राई गर्दैछौँ है। अब भएन भने के गर्नु, अब बस्नै पर्यो। आफ्नो रिक्स त जोखिममा लिनु भएन। सो त्यसले गर्दाखेरि मैले ब्लगहरू पनि हाम्रो पाती भाडाको ब्लग पनि आधै भएको छ, हाल्नु सकेकै छुइनँ। टेन्सन भएर के गर्नु, घर मिस गर्छ, नानी मिस गरिरहेको छु। जे हुन्छ राम्रोकै लागि हुन्छ भनेर नै अब 2 स्टेप ब्याकफुट भएर चाहिँ होटलमा आएर रेस्ट गरिरहेको छु। अब यस्तै रहेछ है। अब म तपाईँहरूलाई पाती भाडाको मेरो ब्लग पनि एडिट गर्दै थिएँ, त्यो पनि म तपाईँलाई देखाउँछु। म कसरी गएँ, कसरी दर्शन भएँ भनेर। दर्शन त माताको एकदमै राम्रो भयो। तर के गर्नु, हामीलाई थाहा थिएन वेदरको यस्तो छ भनेर है। र ठिकै छ, अब जे हुनु थियो राम्रोकै लागि हुन्छ है। त्यही सोचेर चाहिँ अब हामी लास्ट अब यहीँ आएर बसिरहेको छौँ। अब यहाँबाट बाटो खोलेपछि मात्रै हामी चाहिँ रिटर्न घर जाने हो। त्यतिन्जेल चाहिँ तपाईँहरूलाई बाई बाई।